म अभिषेक चौधरी तपाईलाई मेरो युट्युब च्यानलमा स्वागत छ। जस्तै कि मैले तपाईहरुलाई अस्तिको भिडियोमा भनेको थिएँ कि म चाहिँ नेक्स्ट भिडियो बनाउँदाखेरि म अलि धेरै समयको लागि भिडियो बनाउने छु। सो अहिले चाहिँ म गाउँमा छु र यहाँ चाहिँ म आफ्नो गाउँहरू देखाउनको लागि मैले यो भिडियो बनाएको हो। र यो चाहिँ मेरो गाउँ एकदम सुन्दर छ, ब्युटिफुल गाउँ छ। यो धान हो, अहिलेको टाइममा काटेको। यो चाहिँ मेरो घर हो। यो चाहिँ कल। यो चाहिँ पोखरी, यसमा माछा छ अनि यसमा चाहिँ माछा छ। ओहो हो हो हो। अब म अगाडितिर बढ्छु। यहाँ पनि पोखरी छ अनि त्यसपछि चाहिँ त्यहाँ पनि त्यो पनि पोखरी नै हो। अब हामी अगाडि बढ्छौँ। अब साथीहरू कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ मलाई चाहिँ अब कुनै यो भ्लगर यो कुनै यो सुपरस्टार बन्नु छैन मलाई हैन। मलाई चाहिँ यो खासमा के को लागि भिडियो बनाएको भन्दाखेरि चाहिँ यो कुन एउटा गाउँको पछिसम्मको याद होस् भनेर यो मैले पछिसम्म भिडियो हेर्नको लागि मैले यो भिडियो बनाएको हो। अनि मेरो चाहिँ यो रहर, मलाई चाहिँ भिडियो बनाउन असाध्यै रहर लाग्छ। त्यसै भएर यस्तो मैले भिडियो बनाएको हो। अब अहिले त टिकटक ब्यान छ हैन, केही छैन हैन। अनि
मसँग अहिले केही सामान पनि छैन, जस्तै कि क्यामेरा, राम्रो मोबाइल अनि ल्यापटपबाट केही छैन भिडियो एडिट गर्नको लागि। ठिक छ, केही छैन। मेरो रहर भनेको एउटा कमेडी भिडियो बनाउने, त्यस्तै खालको भिडियो बनाउने मैले सोचेको थिएँ, तर त्यसको पनि टाइम आउँछ। अनि त्यही हो। अनि अहिले चाहिँ म युट्युबमा नयाँ छु, अनि सो सब्सक्राइब गरिदिनु, मेरो युट्युब च्यानललाई लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु। यति नै। भिडियो मन परेमा तपाईँले सब्सक्राइब गरिदिनु र मेरो यो भिडियोलाई एन्डसम्म हेरिदिनु। सो म चाहिँ यहाँ आइसक्यो। अब करिब अन्तिम भिडियोमा आइसक्यो र म तपाईँहरूलाई यहाँ आफ्नो गाउँको नदी देखाउँछु। यहाँ तपाईँले यहाँ सिन देख्नु सक्नुहुन्छ। सो म अब अहिले तपाईँहरूलाई आफ्नो गाउँको नदी देखाउन गइरहेको छु। अनि सो यो चाहिँ हाम्रो गाउँको नदी हो। अहिले चाहिँ यो चाहिँ हाम्रो गाउँको नदी हो। अनि अहिले चाहिँ यो पानी अहिले सुक्खा छ, किनभने त्यहाँनिर चाहिँ बाँध बाँधेको छ, यानि कि नदी बाँधेको छ माछा मार्नको लागि, माछा मुहाउनको लागि। अनि अहिले चाहिँ अब त्यही हो। अब म हजुरलाई अब अगाडि पनि देखाउँछु।